एउटा तन्नेरी बाघ र एउटा बुढो बाघमा आपसी दुश्मनीका कारण केही समयदेखि बोलचाल बन्द रहेछ। एक दिन अचानक बुढो बाघलाई उसको कमजोरीको फाइदा उठाएर केही कुकुरहरू घेरेर टोक्न खोजेछन्। त्यतिकैमा तन्नेरी बाघ आएर यसरी गर्जिएछ कि सबै कुकुरहरू त्यहाँबाट भागेछन्। यो देखेर बुढो बाघले आश्चर्य मान्दै भनेछ, हामी बीचमा यति ठूलो दुश्मनी हुँदाहुँदै पनि तैँले मेरो ज्यान किन बचाएछ? अनि अर्को तन्नेरी बाघले भनेछ, हामी बाघहरूको एक आपसमा जतिसुकै दुश्मनी र झै झगडा किन नहोस्, तर हाम्रो समाज यति कमजोर पनि हुनु हुँदैन कि त्यसको फाइदा कुकुरहरूले उठाउन्। दुश्मनी आफ्नो ठाउँमा छ अनि सामाजिक जिम्मेवारी पनि आफ्नो ठाउँमा छ। अर्कोतिर हेर्नुस् त, सरकारका काम विरुद्ध मिडिया, प्रतिपक्षी र जनता जतिसुकै रुष्ट हुन्, तर जब कुरा देशको सीमा र स्वाभिमानको आउँछ त्यति बेला हामी सबै तन्नेरी बाघ बन्न जरुरी छ। आपसी मनमुटाव र झैझगडा बिर्सेर कुकुरहरूलाई भगाउन जरुरी छ। एकजुट हुन जरुरी छ। हिजो जे जस्तो भए पनि अब हामी तन्नेरी बाघ बन्न सक्ने हिम्मत गर्नुपर्छ। नमस्कार, म रोहित गिरी। सामाजिक सञ्जालमा रहेको यो कुरा आज मैले तपाईलाई सुनाएको छु। यदि तपाईलाई यो कुरा मन पर्छ भने हामीलाई शेयर गर्नुहोस् र कमेन्ट पनि गर्नुहोस्।